स्वागत छ यहाँहरुलाई मेरो च्यानलमा। म आज तपाईहरुलाई ईपीएस टोपीको रिजल्ट कसरी हेर्न सकिन्छ भन्ने कुरा सिकाउन गइरहेको छु भने सर्वप्रथम तपाईहरुलाई epstopic.srdkorea.or.kr खोल्नुहोस्, साइट खोल्नुहोस् र त्यसको होम पेजमा गएर ल्याङ्ग्वेज सेलेक्ट गर्नुहोस् र टेस्ट रिजल्टमा क्लिक गर्नुहोस् र पासवर्ड लिस्टमा जानुहोस्। त्यसपछि कन्ट्री सेलेक्ट गर्नुहोस्, नेपाल, अनि त्यसपछि तल यहाँ देखेको ठाउँमा रेसिपी नम्बर टाइप गर्नुहोस् वेट गर्नुहोस्। पास भएको देखाएको छ, नाम विक्रम, म्यानुफ्याक्चर, त्यति टेस्ट रेटमा भने हेर्नका लागि सी मोर रिजल्टमा क्लिक गर्नुहोस्। खाली ठाउँमा आफ्नो पासपोर्ट नम्बर या आफ्नो नागरिकता नम्बर टाइप गर्नुहोस्। आफ्नो जन्ममिति टाइप गर्नुहोस्, महिना अगस्त, दिन जन्मदिन अगस्त 21 अनि कन्फर्म गर्नुहोस्। पूर्ण होला। तपाईको स्कोर डेस्कटप अगाडि आइसकेको छ। तपाईको पास हुनुभएको छ भने यहाँ टोटल स्कोर 184 आएको छ भने नाम लामा विक्रम, इन्डस्ट्री म्यानुफ्याक्चर। यसरी नै तपाईहरुले आफ्नो स्कोर हेर्न सक्नुहुनेछ। इभन फेल हुनुभएको छ भने पनि तपाईले आफ्नो स्कोर हेर्न सक्नुहुन्छ भने तपाईले विगत कति वर्षदेखि ईपीएस टोपिक दिनुभएको छ त्यो सबै तपाईले यसरी नै हेर्न सक्नुहुनेछ। हस्त, धन्यवाद।